यो देशमा भविष्य खोज्नका लागि सडकमा गएका थिए। तर त्यो आन्दोलन कस्तो किसिमको आन्दोलन भयो भन्नुहुन्छ भनेदेखि आन्दोलन त भए, धेरै भाइ बहिनीहरू पनि भए, तर त्यसपछि के भयो त? 84 को चुनाव 82 मा गर्नको लागि मात्रै यो आन्दोलन भएको थियो र अवश्य पनि होइन होला। आज हेर्नुस्, दिनदिनै हजारौंको संख्यामा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हजारौंको संख्यामा नेपाली युवाहरू विदेशी रहेका छन्। त्यत्तिकै संख्यामा भिजा नलाइकन भारततर्फ गइरहेका छन्। अति भएन र? यति सुन्दर देशमा हामी सबै नेपाली जनताहरू कसैलाई नमारिकन, कसैले मर्नु नपर्ने गरेर यो देशमा बसेर रोजगार आफ्नो परिवारसँग बसेर खान नपाउने नै हो र? एकदमै दुःख लागेको छ मलाई। हेर्नुस्, मैले तपाईहरुलाई योभन्दा अगाडि पनि भनिसकेँ, खासै म बोल्न आउँदैन, भाषण गर्न आउँदैन। म एउटा साँच्चै नै यो देशलाई माया गर्ने युवा हो। जब यो देशमा गणतन्त्र आयो 62-63 मा, त्यो बेला म पनि जेन्जी नै थिएँ। त्यो बेलामा यो देशमा गणतन्त्र आउँदै गर्दाखेरि यो देशमा केही न केही गलत हुँदैछ है, यो देशको धर्म मासिँदैछ, यो देशलाई विदेशीको अड्डा बनाइदिएछ है भनेर म एक्लै हुँदाखेरि पनि त्यति बेला यो देशलाई राजा सहितको वैदिक सनातन हिन्दू राष्ट्र फेरि पुनः स्थापना गर्नुपर्छ भनेर हिँडेको। आज लगभग 30 वर्ष भइसकेछ। अहिले त म जेन्जी होइन, तर जेन्जी भाइ बहिनीहरूलाई माया गर्ने म एउटा राष्ट्रवादी देशभक्त नागरिक हो। र अन्त्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आह्वानमा शान्तिपूर्ण प्रदर्शन हुन गइरहेको छ। अबको केही 2-3 दिन पछाडि 23 गते हाम्रो पार्टीको अध्यक्षले भन्ने गर्नुहुन्छ, भ्रष्टाचार गरेर खानु, आमाको रगत खानु सर भनेर। उहाँले जहिले पनि उठाइराख्नु भएको मुद्दा नै जेन्जी भाइ बहिनीहरूले उठाएको मुद्दा हो। यो देशमा रोजगारी सिर्जना गर्नुपर्छ, 40-50 हजारको लागि कुनै पनि नेपालीहरू विदेशिनु हुँदैन भनेर उहाँले बारम्बार भन्दै आइराख्नु भएको छ। जेन्जी भाइ बहिनीहरूको पनि त्यही नै माग हो। त्यसैले गर्दाखेरि यो तपाईहरूले गर्नुभएका आन्दोलन सफल भइसकेको छैन। तपाईहरूले गर्नुभएका आन्दोलन भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ, देशमा सुशासन कायम गर्नुपर्छ भनेर गर्नुभएको आन्दोलन थियो। तर आज त्यो आन्दोलन कहाँसम्म पुग्यो? त्यसैले गर्दाखेरि यो आन्दोलनलाई निष्कर्षमा पुर्याउनको लागि, यो देशलाई भ्रष्टाचार मुक्त गराउन